गुड मर्निङ, राधे राधे, नमस्कार छ सबैमा। यहाँ हेर्नु न, यहाँ गडपाल भन्छन् यसलाई। यहाँ हेर्नु त, तोरीबारी के बढिया चालले फुलेको रहेछ भने यो चाहिँ मेरो माइती घरको बारी। यहाँ आकी हेर्नलाई यस्तो मजाले तोरी फुलेको रहेछ, साह्रै राम्रो लाग्यो। यहाँ हेर्नु त के बढिया नजारा छ। अब के भन्नु, यहाँ एकदम भित्र पसेर फोटोसोटो उठाउने जस्तो खालको रहेछ। कस्तो मजाले भएको रहेछ। हेर्नु तोरी यहाँनिर चाहिँ अलिक कम्ती रहेछ, उता चाहिँ धेरै बाक्लो रहेछ। हेर्नु त तोरीबारी साह्रै राम्रो, साह्रै सुन्दर। अब सुन्दर पनि अति सुन्दर, कहाँसम्म रहेछ। मैले चाहिँ अब यति नै भिडियो गरेँ, टाढा जान पनि मिलेन। यहाँ हेर्नु न के सुन्दर, प्राकृतिक परिवेश पनि साह्रै राम्रो छ कि यहाँको नि। यहाँ हेर्नु न कस्तो मजा छ। यहाँ हेर्नु त कति सुन्दर छ। यहाँ हेर्नु साह्रै आनन्द आउँछ के यस्तो देख्दा चाहिँ। हेर्नु त यो चाहिँ हो तामुलको बगैँचा लाउनु भएको थियो भाउजूले, तर के गर्नु लोखर्के भन्दा रहेछन्। त्यसले हाम्रातिर त खतमै पार्यो, यहाँ पनि सबै बोटमा खाली छन्। हेर्नु त कुनै बोट पनि छैनन् तामुल लागेका। कि बेच्नु भयो कि सोध्न नि भ्याएको छैन, भर्खर आयो कि। अब यहाँ चाहिँ अनारस घारी रहेछ। अब कतिका फलेका छन्, भित्र पस्नु त डरै लाग्छ। अब चाहिँ छोटा बिन लाउनु भएको रहेछ ओचा। यहाँ चाहिँ फुलकोपी, बन्दाकोपी यसरी लाउनु भएको रहेछ, फुल बन्दा मिसाएर। यता पनि रहेछन् बिन, यी बिनका बोट यता पनि रहेछन्। गोबारची भने छ है यहाँ। हाम्रातिर चाहिँ गोबारकै अभाव हुन्छ। अब गाई पालेको छैन अहिले। रायो बारी हेर्नु है, यति रहेछ रायो। होइन उताको उठाएँ अब भेटेसम्म। यहाँ चाहिँ रायो बारी। यो कच्चु के भन्छन् यसलाई, लङ्के कच्चु नि। यहाँ हेर्नु न बारी कति चाहिँ राम्रो लाग्छ भने नि यहाँ आएर। अब यहाँ हेर्नु न, गाडी त्यहीँ रह त बिमे दाजुकोमा। अनि म त कल्पना भाउजू कहाँ भनेको सुन्छु।